हामी चाहिँ VLOOKUP भन्ने फङ्सन चाहिँ युज गर्न गइरहेका छौँ। अब यो VLOOKUP फङ्सन चाहिँ कसरी युज गर्ने र केमा युज हुन्छ भन्नलाई चाहिँ कुनै पनि एउटा सिटमा भएको डाटा चाहिँ जस्तै यहाँ चाहिँ हाम्रो सिट 3 मा डाटाहरू छ, मन्थ नेम छ, मन्थ नेम सिरियली छैन, जम्बल अप छ, त्यसपछि यहाँ भ्यालु छ। VLOOKUP को हेल्पले चाहिँ हामीले चाहिँ यसमा भएको मन्थको नामको बेसिसमा चाहिँ त्यसको टोटल अमाउन्ट चाहिँ कसरी तान्ने भनेर चाहिँ गर्न सक्छौँ। जस्तै यहाँ मङ्सिर महिनामा 2149 रुपिस छ हैन, यसलाई चाहिँ हामीले सिट 2 मा तान्नु पर्यो। अब यो चाहिँ हामीले एउटा चाहिँ के गर्न सक्छौँ भने म्यानुअली गएर मङ्सिर महिना हेरेर कपी गर्ने अनि त्यसपछि पेस्ट गर्न सक्छौँ। र त्यो गर्दाखेरि चाहिँ हाम्रो टाइम वेस्ट हुन्छ हैन। त्यो भएर चाहिँ हाम्रो चाहिँ एउटा फङ्सन छ, VLOOKUP भन्ने फङ्सन छ। त्यो फङ्सनको हेल्पकोबाट चाहिँ हामीले यसलाई चाहिँ सजिलै तान्न सक्छौँ है त। ल लेट्स डु इट। सबैभन्दा पहिला चाहिँ हामीले के गर्नु पर्यो भने इक्वल्स टु थिच्ने VLOOKUP भन्ने एउटा फङ्सन छ। त्यो फङ्सनमा गइसकेपछि त्यहाँ के भनेको छ नि, एउटा सबैभन्दा फर्स्टमा पढौँ लुकअप भ्यालु भनेको छ हैन। लुकअप भ्यालु भनेको चाहिँ हामीले चाहिँ के भ्यालु चाहिँ हेर्न लागेको त, हामीलाई के भ्यालु चाहिन्छ त। यो सिटमा चाहिँ हामीलाई के चाहिन्छ भने चाहिँ श्रावण भन्ने चाहिँ भ्यालु चाहियो हैन। यो श्रावण भन्ने भ्यालु चाहिँ हामीले कहाँबाट, अब सेकेन्डमा चाहिँ के छ भने त्यसपछि श्रावण भन्ने भ्यालु चाहियो, त्यसलाई चाहिँ A3 ले डिनोट गर्यो, त्यसलाई हामीले कमा गरिसकेपछि हामीले सेकेन्डमा जान्छ, बोल्ड भइरहेछ। त्यो भने चाहिँ टेबल ए रा। त्यो भ्यालु चाहिँ हामीले कुन चाहिँ टेबलमा छ त भनेर भन्न खोजे। अब टेबल ए रा भन्यो, टेबल ए रा भनिसकेपछि हाम्रो सिट 3 मा छ। सिट 3 मा चाहिँ यो जुन चाहिँ डाटाहरू छ यसलाई चाहिँ टेबल छ। अब यहाँ एउटा कुरा याद के गर्नुपर्छ भने VLOOKUP फङ्सनमा चाहिँ श्रावण भनेको महिना भयो हैन, त्यो चाहिँ कुन छ यो टेबलमा हेर्दाखेरि चाहिँ कुन कोलममा छ, त्यो कोलमलाई चाहिँ फर्स्टमा सिलेक्ट गर्नुपर्छ। जस्तै यो कोलममा चाहिँ सी मा छ भनेपछि सबैभन्दा फर्स्टमा हामीले सी सिलेक्ट गर्नु पर्यो, त्यसपछि डी सिलेक्ट गर्नु पर्यो, सबैलाई सिलेक्ट गर्ने। अनि यसलाई के गरिदिनु पर्यो, F4 थिचिदिनु पर्यो। F4 थिच्यो भने यो चेन्ज भएको याद गर्नुहुन्छ, यो चाहिँ के भने डलर साइनमा भयो। यसको अर्थ चाहिँ यो फिक्स भयो। यो फिक्स हुनुको अर्थ भनेको चाहिँ यो सिट चाहिँ अब चेन्ज हुँदैन। जति पनि हामीले रोमा गए, रो कोलममा तलमाथि गए पनि फर्मुला चेन्ज गरे पनि कोलममा त्यो चाहिँ यही पर्टिकुलर टेबलबाट लिने भयो। त्यो उता चेन्ज हुँदाखेरि यताको टेबल चाहिँ चेन्ज हुँदैन हैन। त्यसपछि यसलाई हामीले कमा गर्ने। त्यसपछि यहाँ हेऱ्यो भने COL इन्डेक्स नम्बर, यो भने चाहिँ कोलम इन्डेक्स नम्बर भनेपछि हामीलाई चाहिने भ्यालु चाहिँ कति नम्बरमा छ त भन्छ, कुनमा चाहिँ भनेपछि टेबल भ्यालुमा। टेबल भ्यालुमा चाहिँ त्यो हामीलाई चाहिने डाटा चाहिँ कुन कोलममा छ भनेर चाहिँ भन्न खोजे। जस्तै यहाँ हेऱ्यो भने हामीले सी भन्ने कोलमको डाटा म्याच गर्न खोजेका छौँ, यो सेम भयो भने तान्न खोजेका छौँ। त्यसपछि हामीलाई चाहिने डाटा चाहिँ केमा छ, डी भन्ने कोलममा छ भनेपछि हाम्रो यसमा चाहिँ कोलम इन्डेक्स नम्बर भनेको चाहिँ 2 भयो, किनभने सी चाहिँ जुन चाहिँ फर्स्टवाला भयो त्यो चाहिँ 1 भयो। त्यसपछि त्यसको हामीलाई चाहिने डाटा चाहिँ अर्को डीमा भएको कारणले गर्दाखेरि त्यसलाई 2 भनियो हैन। त्यसपछि कमा गरिसकेपछि यहाँ छ एउटा के आउँछ भने हामीलाई चाहिँ म्याच गर्दाखेरि यो दुईटा भ्यालुमा चाहिँ हामीलाई लगभग मिले हुन्छ कि एक्ज्याक्ट मिल्नुपर्छ भन्ने कुरा हुन्छ हैन। त्यो भएर चाहिँ हामीले चाहिँ जहिले पनि एप्रोक्सिमेट गर्दैनौँ, किनभने हामीले उद्देश्य नै जे डाटा छ त्यही तान्ने हो। सो हामी चाहिँ एक्ज्याक्ट म्याच गर्छौँ। त्यो एक्ज्याक्ट म्याच गरिसकेपछि एक्ज्याक्ट म्याचमा क्लिक गरिसकेपछि फल्स भनेर आइसकेपछि हामीले इन्टर थिच्यो भने चाहिँ यो चाहिँ डाटा तान्यो। श्रावणको कति रहेछ 2195। अब यसको लागि चेक गर्नलाई हामीले सिट 3 मा गयो भने श्रावण भनेको कहाँ छ, ओके यहाँ छ, यसको भ्यालु कति छ 2195। यो हामीले एउटा फर्मुलाले तान्यो हैन। अब यसमा चाहिँ अब के सजिलो छ, अब अघिको कट पेस्ट गर्नु र यसमा चाहिँ के फरक छ भनेपछि यदि हामीले यहाँ चाहिँ यही फर्मुलालाई तल कपी पेस्ट गर्यो भने अब यसले चाहिँ के गर्छ, भाद्रको तानिदिन्छ। भाद्रको कति छ 2379 छ हैन। हेरौँ भाद्रमा कति छ, भाद्रमा 2379। ओके हाम्रो मिल्यो हैन। यसै गरेर हामीले सबै गर्नलाई के भने कपी अनि सबै सिलेक्ट गरिदिने, जहाँसम्म हामीलाई भ्यालु राख्नुपर्छ फर्मुला राख्नुपर्छ त्यसमा पेस्ट गरिदियो भने आयो। तर यसमा कार्तिक महिना आएन हैन। लेट्स सी कार्तिक महिनामा के भयो, कार्तिक महिनामा देखाएन भनेपछि मेबी ओके यसमा कार्तिक महिना छैन। सो यसले चाहिँ कार्तिक महिनाको भ्यालु तानेर एनए भने चाहिँ नट एभाइलेबल। यसको अर्थ चाहिँ के हो भने हामीलाई गिभन सिटमा चाहिँ त्यो भ्यालु छैन। यहाँ हेर्दाखेरि चाहिँ हाम्रो कार्तिक भन्ने भ्यालु छैन हैन।
यो कार्य यसरी चाहिँ हामीले के गर्न सक्छौँ, एउटा सिटमा भएको डाटा चाहिँ अर्को सिटमा यसरी तान्न सक्छौँ। धन्यवाद।